निकाल्ने पाक्यो अफ भयो निकाल निकाल निकाल्नुपर्छ यस्तो होल बन्छ कि होल भित्र हाल्ने होल त के राख्ने हनी राख्ने हैन यस्तो भने चाहिँ हनी अब यस्तो बिच होल बन्छ त्यो होलमा हो कि बेसारहरु हाल्ने बेसार बिरेन हनी राखेर अनि यसको रस चाहिँ सर अझै राख्न त्यसमा हनी कम पर्यो अलि राख अझै त्यसमा अलि पुगेन क्या छ त त्यहाँ हनी अब सकिन ला यतै नलल बाबा कोही त्यति नै राख्दिनु है त सम्झे ढक्कन लाएर राख्ने अनि ट्याक्क रस यिनीहरु भएन नि त भएछ राखेको हैन र है ल अब त्यो रस चम्मचमा खाने पहिला यसरी हामी मिलाउने हो अर्को चम्चा लिएर आउनु म मिलाउने एउटा रोकिनुहोस् है गाइस यता यसरी यसरी घोल्ने हो अनि यो रस चाहिँ सर निचरेर घोल्ने सबैलाई के एकैचोटि घोल्ने जो अर्को चम्चा लिएर यसरी घोल्ने मम्मीले घोल्दै गर्नुहुन्छ म चम्चा लिएर आउँछु मेरो कपडा नछुवाऊ यस्तो भन्यो अब आमा छोरीले चाहिँ दुई दुई पिस ट्याक्क खासी भोलिन उठ्दा खोकी र रुगा केही मात्रामा कम हुन्छ नि अरे खानु चाहिँ आजको यो दिदा मेरो कपडामा नझरिकन खाने है हो त्यस रस निचरेर खासी यो खासी के हुन्छ खोकी र रुगा भोलिन उठ्दा रोगी र खोकी के हुन्छ रोगी र खोकी कस्तो छ गुड गुड धेरै परेछ मिठो छ मिठो ल खाइदेऊ खाइदेऊ सुरु सुरु तातै हुँदाखेरि खानुपर्छ तातै घम घम खाने अनि लास्टमा त सुन्तला नि चरममा खाइदिएपछि च्याट हुन्छ ठिक छ हैन ठिक छ